टुडे इज अ होलिडे। बिदाको दिन तपाईँहरू कसरी बिताउनुहुन्छ? हामी चाहिँ आज पहाड चढ्ने निर्णय गरियो साथीहरूसँग मिलेर चट्ट पहाड चढेर रमाइलो गर्ने निर्णय गरियो। हेलो एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। आज चाहिँ हामी घरबाट नजिकैको सान चढ्न जाँदैछौँ अनि आज चाहिँ लेबर डे। हाम्रो कम्पनीमा चाहिँ बिदा चट्ट साथीहरूसँग मिलेर बिहानै 6 बजे उठेर टक्क फ्रेस भएर हामी चाहिँ पहाड चढ्न जान लाग्छौँ। धेरै अग्लो त छैन तर पनि रमाइलो हुन्छ होला सायद। नजिकैको पहाड घर नजिकैको यङ इन्सान होइन, रमाइलो होला जस्तो छ होइन। कस्तो लागिरहेको आफूले हजुर? एक्साइटेड हुनुहुन्छ? ल जाम। ओके ल हामी चाहिँ घरदेखि हिँड्यो। यता चाहिँ साथी गान्धी कार्की, त परजित निमाबुदाई। जन्मियौँ होइन, गाउँमै हुर्कियौँ, पहाडमै जन्मेर पहाडमै हुर्केको मान्छेलाई पहाडमा चढ्न चाहिँ एकदम एक्साइटमेन्ट फिल हुँदैछ कि गाइज है। हामी त त्यस्ता पऱ्यौँ। अनि बाटोमा गाडी रोकेर हामी चाहिँ माथि पहाड चढ्नलाई खाजा किन्नको लागि सियुमा पस्यौँ। बाटोमा खानको लागि ब्रेकफास्ट अलिअलि अनि पानी लिएर हामी चाहिँ निस्क्यौँ। मिठो हो। गाडीभित्रै बसेर हामी खाजा खाएर हल्का इनर्जी बुस्ट गरेर हाम्रो पहाडको यात्रा सुरु भयो है हाम्रो। अब हामीहरू चाहिँ यो ठाउँमा छौँ अहिले, रातो हेरेर भएको ठाउँमा। छेउमा देखिएको गोरेटो बाटो पछ्याउँदै हामी यो ठाउँमा टपमा पुगिन्छ। खुसी हुनुहुन्छ नि? कस्तो लागिरह हेर्दा त राम्रो देखियो नि त होइन? हाम्रो राम्रो देखिन्छ नि होइन? सुरुवात कस्तो लागिरह? सारा चुरुङ्गी र चिरबिरसँगै हामी अब उकालो लागिसक्यौँ। स्पेसल ठाउँमा खिच्दिउँला। त्यही हो। फुलको डालीमा गीत गाइदेऊ त। मकैको जस्तो भइरह्यो त कविता होइन। यहाँ चाहिँ चियान रहेछ, 2 जना मरेछन् होला। घामले हामीलाई उताबाट हेरिरहेछ होइन। सो हामी चाहिँ यसरी हिँड्दैछौँ योद्धाहरू। हामी यसरी यस्तो बाटोमा हिँड्दैछौँ होइन। त्यहाँ तलबाट पिच गरेको रोडले हामीलाई चियाइरहेको के, त्यसलाई पुरै गिजाएर हामी चाहिँ यसरी जङ्गलको बाटो हिँडियो। यस्तो रमाइलो हो, मजा लागिरहेको हामीलाई त। हामी त यस्तै गरिदिने हो क्या हामीले त। हिँडिदिने हो टक्क जङ्गलमा, रमाइलो हुन्छ। हामी त पहिला वन कुखुरा खन्न जाँदा कति जङ्गल हिँड्यो नि हो कि नै? ल हर वन कुखुरा कति मारेर खाइयो। मार्न त हुन्थेन, खोजेर मार्ने पनि हो। कस्तो रमाइलो हो। अनि यो जङ्गल यस्तो हो कि कोरियाको जङ्गल तर खासै उता हुन्न क्या फेरि, यस्तै है। त्यहाँ पछाडि हामीलाई एउटा भोटे नि आइरह, हामीले त्यसलाई बाटो देखाइदिरहेको। को
बाटो त राम्रो छ हामी अस्ति नै आउँदा त पानी परेको थियो कि हिँड्दैमा है तर त्यो बेलामा के है डाँडो डाँडोमा जानुपर्ने यस्तो मोबाइल पनि ठाडो ठाडो पारेर उस गर्नुपर्ने कि टावर टिपाउनु पर्ने नि त घरमा पनि है हाम्रो त एक ठाउँ थियो कि मोबाइलले त्यहाँ नराखेसम्म टिप्दै नटिप्ने घरमा 2 थोप्ला तान्छ हौ त्यहाँ त गयो भने क्षेत्र है यो ए त्यो आसनतिर म चाहिँ कामबाट अलिक हल्का जोगिन पर्छ भनेर सो एकदम हामी त एकदम नेचुरल हावा शरीरको ठाउँ ठाउँमा छोस भनेर यस्तो खुल्ला खुल्ला भएर आइयो तोचा कारण भनेर कि कि त्वचा हामी चाहिँ अर्को चोकमा आयो है त्यो चोकको नाम के होला है एक्सर्साइज भन्ने 0 हो के अरे दादाहरू त सधैँ एक्सर्साइज गरिराख्नु भएको दौडिराख्नु भएको दादाहरूलाई बाल हुन्न नि दौडिन त्यो भोटेल हामीलाई उछुने थियो अहिले त भोटे पछाडि भयो आम्मालाई भोटेहरूलाई त हामी त छोडेर हिँड्छौँ क्या नेपालीसँग टक्कर गर्नु खोजेपछि अनि माथि अर्को मोटे फे 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 गर्दै बस्यो नेपाली माओवादी डराउनु भोटे नडराउनु केही लौ के भन्नु होला यहाँ चाहिँ हो अलिकति खाइदेऊ हिँड्दै रह्यो 어디서 왔어요? 여기 살아요. 그래요? 우리 네팔 사람이요. 네팔이요? 예. 거기 되게 높은 데 아니에요? 네팔에 너무 높은 자리에 있어요. 높은 산 많아요 네팔에. 300m, 340m. 여기? 네. 아 여기 340m 자리. 340. तर बाटो चाहिँ 5 किलोमिटर 5 हाम्रोमा धेरै फल छन् फलबेक 8,440 नेपाल हिमालय 산 알고 있어요. 맞아요. 좋으신 거예요? 마운트 에베레스트 알고 있어요. आएन दाम्नलाई 우리 집은 2,000 집 높이가? माओवादी चाहिँ पसिनु भयो है हाम्रो जति कसो नि त्यो पहाड उठ्नु के जति कसो नि माग्दै त्यही हो पहाड बाटै थाहा छैन हामी फर्क्यो भने त फर्किनुपर्छ अहिले हामी यहाँबाट फर्क्यो भने माग्दै फर्किनु पर्दैन बाटै थाहा छैन म जस्तो यसरी हिँड न मोटे मोटे भन्थ्यो नि मोटो मान्छे हेर कसरी हिँड्यो माओवादी दुब्ले मान्छेमा पुगिसक्नु हामी ल हामी त पसिना आइसक्यो मलाई पसिना भएको भाइले भाइ होइन यस्तो भाइ भनिदिन्छु मेरो साथी हो के अरे मोटे मोटे भनेर चिस्काउँछ क्या अहिले पहाड चढ्दा देखिहाल्यो नि औकात मोटे भनेर चिस्क्यो नि मान्छे स्या 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 गरेर आइज है हामी त झर्यो त्यहाँ डाँडोमा
फुलहरूमा फोटोसुट गरियो अनि आएर एकछिन पिङ खेलेर अनि हाम्रो यात्रा चाहिँ सुरु भयो है माथिको लागि फेरि पनि हामी यताबाट जाउँ है त्यो बाटो तर मजै आयो न मजा माइन्ड मजा मजै मजा यता हो ल आयो हाम्रो डेस्टिनेसन एकदम मिट गर्दैछौँ हामीले यति त थोरै त छाड्दै सक्यो नि त उकालो यस्तै छ यत्तिकै ठाडो लगभग टपमा आइपुग्नलाई थालिसक्यौँ हाम्रो एउटा साथी चाहिँ हरायो जस्तो हो यताको टप यो यता पनि यो टप वाउ यो चाहिँ खतरा छ ल चुङचुङ नाम्दो नजिकै हुने साथीहरू आउन सक्नुहुन्छ ल पहाड चाहिँ ठुलो छैन यो बाटो नि त्यो उसमा कालो कालो देखियो नि त्यस्तोबाट ठाडै झरेर अनि त्यहाँ निस्केर आएको लास्टै भोक लाएर पेके परियो त्यति बेला चाहिँ पात झर्ने टाइपको रमाइलो हुन्छ क्या हो यहाँ त हरियै थियो योभन्दा अलिक जाडो कम पुल त्यो थियो जाडो थियो है जाडो थियो नि यो चाहिँ योङसानको टप भनेर देखिने भ्यू हो दामी छ हरियाली मौसम जस पहाड चढेको पछुतो चाहिँ भएन अनि हामीले बोकेर लिएर आएको खाजा यसरी बसेर हामीले सब कच्चा खायो त्यसपछि फेरि हाम्रो यात्रा तलतिरको लागि फेरि सुरु हुन्छ हामी चाहिँ टपमा पुगेर फर्किसक्यो छैन है खासै धेरै अग्लो पहाड चाहिँ होइन यो चाहिँ जम्मा 299 मिटर अग्लो टपमा चाहिँ त्यति चढेर लगभग आधी घन्टा
जति हिँडेर हामी टपमा पुगेका थियौँ भिडियो खिच्दै फोटो खिच्दै होइन, रमाइलो एक घन्टा, गर्दै 1.5 घन्टा लाग्थ्यो हामी फोटो खिचेर भिडियो खिचेर जाँदाखेरि चाहिँ होइन टोटल चाहिँ त्यति जति लाग्यो तर हामीलाई चाहिँ 2 घन्टै लाग्यो नि फोटो खिचेर तर हामी इन्जोय बढी गर्दै आइयो साङथुबुङ हो के त्यो फेरि अब हामी गए चाहिँ खल्लिम सामुसो अरे यता खल्लिम सामुसो रहेछ कुन गीत दाममा रामदिपु ल रामदिपु ल सुरु नै रहेको छैन क्यामेरा बाँचे भने यही बाटो फिरने मारे भने राइफलको सिरा सही ल ल आहा बितिकै बाँचे भेट मारे यतिकै एउटा फुलको ऐको फुलको मौसमतिर आउनलाई हामी फुलको मौसम ऐको छुट्टै फुलको मौसम थियो फेरि अर्को मौसम हो आज त माबो दाई जति खुसी त मैले त कसैलाई देख्न सके छैन के यस्तो खुसी हुनुहुन्छ हाम्रो माबो दाई हट एन्ड ह्याप्पनिङ हो क्या माबो दाई के अरे अर्जित भाइ हेर न सो हामी चाहिँ यति बेला यी फुलको उसमा आइसक्यो होइन नयाँ ठाउँ हो यो अघि हो त्यहाँ पारी थियौँ हामी अहिले चाहिँ यतापट्टि हो कि अर्को साङथुबुङको तल अघिको त्यहाँ पारी थियो कि कस्तै दामी हेर तर यहाँ मौसम वाउ छ कि वाउ फुलहरू टन्न फुलिरहेछन् होइन अस्ति नै हामी आउँदा यो फुलेको थिएन नि यो काटेर राखेको थिएँ राम्रो थिएन अहिले त दामी भयो यहाँ दामी है यहाँ त हाइकिङ गर्ने दाजु दिदीहरू अङ्कल आन्टीहरू त कति हुँदो रहेछन् बा छलचुक यहाँ जाऊँ न यहाँ वेलकम टु आवर यङ इन्सान छलचुक कोरियामा चाहिँ यस्तो हुन्छ है हामी भएर पार यहाँ हावा हान्ने हुन्छ पोहोर हुन्छ बिचारू होइन जस्तो हावा हान्यो है यस्तो रमाइलो छ कम्प्रेसर छ होइन